नेपालीलाई दुःख पीर आपद कष्ट र सङ्कट पर्दा भुइँचालो बाढी पहिरो र कोरोनाको महामारीमा पनि जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मन वचन र कर्मले सहयोग गरिरहनु भएको छ। संयुक्त राज्य अमेरिकामा, म्यानमारमा, बहराइनमा लगायत धेरै देशहरूमा र बेलायतको लागि नेपाली राजदूतको रूपमा पनि म कार्यरत रहेँ र उनीहरूलाई पनि आफ्नो भाषा र साहित्य, आफ्नो कला र सङ्गीत, आफ्नो धर्म र संस्कृति, आफ्नो परम्परा र पहिचान अगाडि बढाउने र त्यो क्षेत्रको पनि संरक्षण र सम्वर्धन गर्ने दायित्व राजदूतको हुन्छ। दर्शकहरू नमस्कार, देशकोश टिभीमा यहाँलाई हार्दिक स्वागत छ। आज हामी विशेष कुराकानी गर्नेछौँ। यो विशेष कुराकानीका लागि जापानका लागि नेपाली राजदूत महामहिम डाक्टर दुर्गाबहादुर सुवेदी, साहित्यमा दुवसु, विशेष गरेर नेपाली साहित्य सिर्जनामा एउटा महत्त्वपूर्ण सिद्धहस्त पुरुष र जापानका लागि नेपाली राजदूतका रूपमा आज हामी डाक्टर महामहिम डाक्टर दुर्गाबहादुर सुवेदीसँग छोटो भलाकुसारी गर्नेछौँ। डाक्टर साहब, यहाँलाई देशकोश टिभीमा हार्दिक स्वागत छ। नमस्कार, धेरै धेरै शुभकामना छ, हजुरलाई पनि स्वागत छ। विषयवस्तु सरस्वती रूपमा सुरु गरौँ। खास गरेर यहाँ सन्चै हुनुहुन्छ है? एकदमै ठिक छु। जापानको वातावरण र यहाँको समाज र मैत्रीपूर्ण जापानी जनताहरूको सद्भाव, सहकार्य र सहयोगले म अहिलेसम्म सफल राजदूतकै रूपमा रहेको छु भन्नुपर्छ। वास्तवमा पक्कै पनि यहाँको चर्चा परिचर्चा नेपाल र नेपालीहरूले पनि गरि नै गर्नुभएको छ र म खास गरेर यति बेला म यहाँसँग 2-3वटा प्रश्न गर्ने जमर्को गरेको छु। विशेष गरेर साहित्यमा कलम चलाउनु हुने यहाँको नेपाली साहित्यमा एउटा त्यस्तो खालको चाहिँ विशेषता पनि छ हैन। मैले जोड्न खोजेको कुरा के हो भने साहित्य समाजको एउटा ऐना हो। साहित्य समाजको यथार्थ रूप र साहित्यमा चित्रण हुन्छ, तर कूटनीति एउटा बन्धन पनि हो। यो दुईटा कुरालाई कसरी हेर्नुभएको छ? यहाँबाट सुरु गरौँ। एकदमै राम्रो प्रश्न उठान गर्नुभयो। म आफ्नो विश्वविद्यालयको अध्ययनताका विद्यार्थी जीवनदेखि नै साहित्य क्षेत्रमा लागेको हुँ। मेरो समकालीन साथीहरू साहित्यमा विशिष्ट स्थान हासिल गरि पनि सक्नु भएको छ। जस्तै उदाहरणको लागि दिनेश अधिकारी, तीर्थ श्रेष्ठ जस्ता साथीहरू, विजय गजिमय, वियोगी बुढाथोकी जस्ता साथीहरू, ध्रुव मधिकर्मी जस्ता साथीहरूले साहित्यमा, नेपाली साहित्यमा विशेष गरी यो 30को दशकमा र 30को दशकको अन्त्यतिर र 40को दशकको सुरुमा धेरै साथीहरूले साहित्यमा एउटा महत्त्वपूर्ण स्थान हासिल गरिसक्नु भएको छ। म उहाँहरूको गौतरी मित्र हुँ, तर साहित्य लेख्दा लेख्दै म चाहिँ आफ्नो जीवनमा कूटनीतिक क्षेत्रमा नेपाल सरकारको कूटनीतिक सेवामा प्रवेश गरेँ। कूटनीतिक सेवामा प्रवेश गरेपछि चाहिँ म विभिन्न देशहरूमा नेपाल सरकारको कूटनीतिक जिम्मेवारी वहन गर्न विभिन्न देशहरूमा बसेँ। संयुक्त राज्य अमेरिकामा, म्यानमारमा, बहराइनमा लगायत धेरै देशहरूमा र बेलायतको लागि नेपाली राजदूतको रूपमा पनि म कार्यरत रहेँ र अहिले चाहिँ 2079 साल साउनदेखि जापानको लागि नेपाली राजदूतको रूपमा कार्यरत रहेको छु। तर कूटनीतिक जिम्मेवारीमा रहँदा पनि सिर्जनाको क्षेत्रबाट म ओझेल परिसकेको चाहिँ छैन। साहित्यमा मेरो रुचि चाहिँ पेसाले म कूटनीतिज्ञ हुँ, सरकारको जिम्मेवारी राजदूतको रूपमा छ, तर रुचिको क्षेत्र चाहिँ मेरो साहित्य, संस्कृति र सङ्गीत, यो क्षेत्रमा मेरो रुचि छ। विद्यार्थी जीवनदेखि अघि नै मैले यहाँलाई निवेदन गरेँ, विद्यार्थी जीवनदेखि नै लागेको साहित्य, सङ्गीतको र संस्कृतिको क्षेत्रमा लागेको एउटा अभियन्ता पनि भएको हुनाले म सिर्जनाको क्षेत्रबाट ओझेल चाहिँ परेको छैन, अलग भएको छ। तर जोड्न खोजेको विषय चाहिँ खासमा साहित्य चाहिँ समाजको ऐना हो जसले समाजको यथार्थ चित्रण गर्छ, तर यहाँ कूटनीतिक चाहिँ एउटा जिम्मेवारीमा हुनुहुन्छ। वास्तवमा साहित्यले चित्रण गरेको यथार्थ र कूटनीतिक जिम्मेवारीमा चाहिँ खालको बन्धन छ नि, यो यसले पारेको प्रभाव अथवा असर अथवा तपाईँलाई चाहिँ
कता कता चाहिँ होइन साहित्यमा चाहिँ यथार्थ समाजको चित्रण लेखिन्छ, तर यता कुटनैतिक बन्धन चाहिँ अर्कै छ। यसले कस्तो खालको प्रभाव पर्छ भने त्यहाँ एकदमै राम्रो प्रश्न उठाउनु गर्नुभयो। तर म कुटनीतिक क्षेत्रलाई पनि सरकारको जिम्मेवारीलाई पनि बन्धनको रूपमा चाहिँ लिन्न, किनभने अहिले हामी जुन जुन देशमा छौँ हाम्रो करिब 100 मुलुकहरूमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पनि बसोबास रहेको छ। यही जापानमा पनि हामी 2,50,000 बढी नेपालीहरूको बसोबास रहेको देश हो यो। म यसभन्दा अघि राजदूत भएको बेलायतमा पनि 1,50,000 बढी नेपालीहरू हुनुहुन्छ। नेपालीहरूलाई जुन नेपाली डायस्पोराको निर्माण भइरहेको छ, नेपालीहरूलाई पनि आफ्नो भाषा र साहित्य, आफ्नो कला र सङ्गीत, आफ्नो धर्म र संस्कृति, आफ्नो परम्परा र पहिचान अगाडि बढाउने र त्यो क्षेत्रको पनि संरक्षण र सम्वर्धन गर्ने दायित्व राजदूतको हुन्छ। त्यसैले मैले मेरो रुचिको क्षेत्रमा रहेको साहित्य, सङ्गीत, संस्कृतिलाई पनि कुटनीतिको एउटा अभिन्न पाटोको रूपमा, किनभने कुटनीति नेपाली समाजबाट अलग रहन सक्दैन र हामीले नेपाल सरकारले पनि आर्थिक कुटनीति, पब्लिक डिप्लोमेसीको पनि क्षेत्रलाई पनि अगाडि बढाउने हामीलाई निर्देशन छ, हाम्रो त्यो जिम्मेवारीभित्र पर्छ। त्यसैले म साहित्य, सङ्गीत, कलालाई पनि नेपाली समाजलाई पनि कुटनीतिबाट अलग राखेर हेर्दिनँ र जापानमा पनि र योभन्दा अगाडि मैले सेवा गरेका मुलुकहरूमा, बेलायत लगायत मुलुकहरूमा पनि नेपाली समाजमा आफ्नो भाषा, साहित्य, कला, सङ्गीत, धर्म, संस्कृति, परम्परा, हाम्रो पोसाक, पहिचान, परिकारहरूको पनि प्रवर्धन गर्ने दृष्टिकोणले पनि मैले आफ्नो कुटनीतिलाई अगाडि बढाइरहेको छु। त्यसैले यसलाई बन्धनको रूपमा नभएर म एउटा सहयोगको रूपमा लिन्छु र यो भाषा, साहित्य र पनि हाम्रो नेपालीहरूको पहिचान, परिचय र प्रतिष्ठाको रूपमा मैले लिएको छु। साहित्यको कुरा हामीले गऱ्यौँ, विशेष गरेर साहित्यमा काव्य सिर्जना, कविता, गजल, विधामा बढी कलम चलाउनुहुन्छ यहाँले। मैले अब आप्रवासीको कुरा अलिकति जोड्न खोजेँ। आप्रवासीहरूको उत्पत्ति मुलुक र गन्तव्य मुलुकको एउटा पुलको रूपमा चाहिँ राजदूतको जिम्मेवारीमा रहँदाका भोगाइहरू टु दि पोइन्ट बताइदिनुहोस् न। जस्तो जापानमा रहँदाको भोगाइ के छ, कस्तो छ? अब मैले 2.5 वर्षको मेरो जापानको लागि नेपाली राजदूतको कार्यकालमा जापानको नेपाली समाज सुशिक्षित हुँदै गइरहेको, समृद्ध हुँदै गइरहेको, सुसङ्गठित हुँदै गइरहेको मैले पाएँ। आज पनि म यहाँ तोजिकी क्षेत्रमा उचुनोमिया सहरमा आइपुगेको छु। यहाँका दाजुभाइ दिदीबहिनीहरूले नेपाल महोत्सवको आयोजना, प्रथम नेपाल महोत्सवको आयोजना यस सहरमा गरिरहनु भएको छ। जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताको सन्देश सुनाउनको लागि, आफ्नो पहिचान जोगाउनको लागि, आफ्नो अस्तित्व जोगाउनको लागि र जापानवासी मैत्रीपूर्ण जापानी दाजुभाइ तथा दिदीबहिनीहरूसँग मिलेर बस्न, यहाँको नियम, कानुन, विधि, विधान, संविधान र अनुशासनलाई पालन गरेर अघि बढ्ने मैले प्रोत्साहन दिइरहेको छु नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई। मूलतः मैले हेर्दाखेरि जापानको नेपाली समाजमा त्यस्तो कुनै समस्याहरू देख्दिनँ। मैले अघि नै भने जापानको नेपाली समाज सुशिक्षित हुँदै गइरहेको छ, समृद्ध हुँदै गइरहेको छ, सुसङ्गठित हुँदै गइरहेको छ र नेपाललाई र नेपालीलाई दुःख, पीर, आपद, कष्ट र सङ्कट पर्दा, भुइँचालो, बाढी, पहिरो र कोरोनाको महामारीमा पनि जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मन, वचन र कर्मले सहयोग गरिरहनु भएको छ। त्यसैले म चाहिँ जापानवासी नेपालीहरूमा समस्या देख्दिनँ। तर अब एकदमै जनसङ्ख्याको बढोत्तरी भइरहेको, जनसङ्ख्याको अभिवृद्धि भइरहेको सन्दर्भमा केही समस्याहरू छन्, केही चुनौतीहरू थपिएका छन्। त्यसलाई सम्बोधन गर्नलाई नेपाली राजदूतावास र नेपाल सरकारको प्रतिनिधिको रूपमा, नेपालको राजदूतको रूपमा म एकदमै सक्रिय रहेको छु। मेरो चिन्ता र चिन्तन त्यो दिशातर्फ नै केन्द्रित छ। ठ्याक्कै डाक्टरले विषयवस्तु जोडिदिइसक्नु भएको छ। खास गरेर जापानमा आप्रवासी नेपालीहरूको जुन समस्या छ नि, समस्या, चुनौती, सम्भावना के कस्तो छ होइन, अनि यसको समाधानको उपाय चाहिँ कस्तो किसिमले अवलम्बन गरिरहेको छ, डाक्टर अलिकति बताइदिनुहोस् न। खास समस्या के छ, सम्भावना के हो होइन, अनि त्यो चुनौतीहरू के छन् र त्यसको समाधानको उपायहरू ठ्याक्कै के छन् अलिकति बताइदिनुहोस् न। मुख्य
मुख्यतया मैले अघि नै निवेदन गरेँ, यो जनसङ्ख्याको बढोत्तरी सँगसँगै विशेष गरी यो 2-3 वर्ष यता विद्यार्थीहरूको सङ्ख्या बढिरहेको छ र विद्यार्थीहरूलाई रोजगारीको समस्या यहाँ देखिन्छ। अब कामदारको हिसाबले हेर्दाखेरि हाम्रा नेपाली श्रमिकहरू नेपाल सरकार र जापान सरकारको बिचमा प्रशिक्षार्थी कामदार र विशिष्ट सिपयुक्त दक्ष कामदार ल्याउने दुवै सम्झौता दुई सरकार बिचमा भइसकेको छ। त्यो सम्झौता अन्तर्गत प्रशिक्षार्थी कामदार नेपालबाट आइरहनु भएको छ र अहिले हामीले भर्खरै विशिष्ट सिपयुक्त स्किल्ड वर्करहरूलाई पनि नेपालबाट जापान भित्र्याउने क्रममा छौँ हामी। त्यो वैधानिक बाटो अन्तर्गत नै नेपालीहरूलाई दक्ष कामदार नेपालीहरूलाई पनि यहाँ ल्याउने हामी दिशामा हामी अगाडि बढिसकेका छौँ। त्यसलाई हामी कार्यान्वयन गरिरहेका छौँ। भनेको यो G2G को कुरा गर्नुभयो, त्यो चाहिँ दक्ष कामदारहरू ल्याउने चाहिँ नेपाल सरकार र जापान सरकारको बिचमा सम्झौता भएको, तर त्यसलाई चाहिँ नेपाल र जापानमा सूचीकृत ह्युमन रिसोर्स एजेन्सीहरू मार्फत ल्याउने भन्ने नेपाल सरकार र जापान सरकारको बिचमा सम्झौता छ। त्यही सम्झौताको अन्तर्गत हामी त्यो कार्यलाई अगाडि बढाइरहेका छौँ। अब चुनौती र समस्याको कुरा चाहिँ विशेष गरी विद्यार्थीहरूको यहाँ समस्या छ, त्यो पनि रोजगारीको समस्या हो। विद्यार्थी पनि 3 किसिमका विद्यार्थीहरू हाम्रो जापानमा नेपालबाट आइरहनु भएको छ। एउटा जापानी भाषा अध्ययन गर्ने विद्यार्थीहरू, एउटा भोकेसनल व्यावसायिक संस्थानमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरू र जापानी विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरू। त्यसैले यी 3 किसिमका विद्यार्थीहरूको दृष्टिकोण चाहिँ अध्ययन सँगसँगै रोजगारीलाई अगाडि बढाउने, त्यो चाहिँ एउटा अहिले मैले समस्याको रूपमा देखेको छु। र यहाँ श्रमिकको रूपमा आउनुभएका र विभिन्न पेसा र व्यवसायमा आबद्ध रहनुभएका नेपाली दाजुभाइहरूका परिवारहरू, आश्रित परिवारहरू, जसलाई यहाँ डिपेन्डेन्ट भन्छौँ, ती आश्रित परिवारहरूमा पनि केही समस्याहरू देखा परेका छन्। त्यसलाई पनि समाधान गर्ने, मुख्यतया केटाकेटीहरूलाई नेपाली शिक्षा कसरी प्रदान गर्ने र अध्ययनको व्यवस्था कसरी गर्ने भन्ने कुरामा पनि हामी केन्द्रित रहेका छौँ। अहिले चाहिँ अब जापानमा 5वटा नेपाली विद्यालयहरू खुलिसकेका छन्। एभरेस्ट इन्टरनेसनल स्कुल, हिमालय इन्टरनेसनल एकाडेमी, नागोयामा तोकाई बाटिका इन्टरनेसनल स्कुल र यही टोकियो सहरमा भर्खरै एसियन ब्रिज इन्टरनेसनल स्कुल र चिबामा गोर्खा पिक प्राइमेरी स्कुल, 5वटा विद्यालयहरू पनि स्थापना भइसकेका छन्। नेपाली समाज सङ्गठित हुँदै जाँदा हामीले नेपाली छोराछोरीहरूलाई, हाम्रा भाइ बहिनीहरूलाई नेपाली माध्यमकै शिक्षा प्रदान गर्ने दृष्टिकोणले पनि यो समाजले खोलिरहेका विद्यालयहरूमा नेपाली राजदूतावासको सहयोग गरिरहेको छ। त्यसैले समस्या छैनन् म भन्दिनँ, चुनौती छैनन् म भन्दिनँ, तर समाधान गर्न नसकिने, सम्बोधन गर्न नसकिने समस्या र चुनौतीहरू चाहिँ हाम्रो माझ छैनन् भन्न चाहन्छु। म आजको बसाइको अन्ततिर पनि छु होइन। विशेष गरेर जस्तो यहाँले भन्नुभएको जस्तो ठगीका कुराहरू, भनेको काम दाम नपाउने कुराहरू, विभिन्न किसिमका भिसाको कुरा, भाषागत समस्याका कुराहरू, बिरामी हुने कुराहरू, मृत्युका घटनाहरू र मृत्युलाई डेथ बडीलाई नेपालसम्म पुर्याउनको लागि जुन खालको असहजताको अवस्थाहरू छ, कतिपय वैधानिक बाटो भएर आएकाहरूको एक खालको चाहिँ कानुनी प्रक्रिया त ठिकै होला, अवैधानिक बाटो हुँदै आएकाहरूको जुन मृत्युवरण गर्नु परेका डेथ बडीहरूलाई नेपालसम्म पुर्याउनको लागि हुने झन्झटका कुराहरू पनि अलिकति बताइदिनु भयो भने आम दर्शक तथा श्रोताहरूको लागि सहज होला जस्तो लाग्छ। अब अवैधानिक बाटो भनेर जुन यहाँले भन्नुभयो, अब त्यो कुरा चाहिँ मैले स्वीकार गर्दिनँ। धेरै नेपालीहरू त्यसो अवैधानिक बाटोबाट, गैर कानुनी बाटोबाट जापान आइरहनु भएको छैन। विद्यार्थीहरू पनि वैधानिक तवरले नै आइरहनु भएको छ। कामदार श्रमिक नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि वैधानिक बाटोबाटै आइरहनु। मैले जोड्न खोजेको कुरा डाक्टर कहाँनिर हो भने जस्तो भिजिट भिसाको लागि चाहिँ जापानमा ल्याउने विभिन्न किसिमका भिजाका प्रोसेसहरू रहेछन्। भिजिट भिसाको लागि यहाँ ल्याउने अनि त्यो जस्तो भिजिट भिसाको निश्चित समय हुन्छ, त्यो समय गुजार्ने र चाहिँ अवैधानिक हिसाबले कुनै कम्पनीहरूमा चाहिँ इलिगल हिसाबले काम गर्ने, अनि काम गरेर लामो समयसम्म बस्ने, अनि बसिसके पछाडि बिरामी हुने अथवा मृत्युवरणका घटनाको कुरा जोड्न खोजिरहेको छ। अब त्यो समस्यालाई हेर्दाखेरि अब दुर्घटनाबाट र रोग लागेर मृत्यु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको शवलाई दाह संस्कार, जापानमै दाह संस्कार या नेपाल पठाउने, शवलाई नेपाल पठाउने व्यवस्थाको लागि नेपाली राजदूतावासले
र जापानमा क्रियाशील गैर आवासीय नेपाली सङ्घ लगायत विभिन्न सङ्घ संस्थाहरू र समाजहरूसँग मिलेर हामीले गरिरहेका छौँ र यहाँ पनि नेपालीहरूलाई मर्दा पर्दा र अरू पनि आपद विपद कष्ट पर्दा गैर आवासीय नेपाली सङ्घ लगायत जापानमा क्रियाशील विभिन्न सङ्घ संस्था र समाजहरूसँग मिलेर हामी अहिलेसम्म यो समस्यालाई सम्बोधन गरिरहेका छौँ, समाधान गरिरहेका छौँ। भविष्यमा हुने कुराको लागि सङ्गठित रूपमा नेपाल सरकारलाई पनि हामीले अनुरोध गरेका छौँ। नेपाल सरकारको श्रम रोजगार व्यवस्था मन्त्रालयसँग पनि हामीले कुराकानी गरिरहेका छौँ, सिफारिस गरिरहेका छौँ। यसलाई सङ्गठित रूपमा आधिकारिक रूपमै कसरी सम्बोधन गर्न सकिन्छ भन्ने दिशामा हामी केन्द्रित रहेका छौँ। अब म आजको अन्तिम प्रश्न यहाँलाई राख्न चाहन्छु। खास गरेर जस्तो नेपालका कन्सल्टेन्सीहरूले यति बेला मेन पावरभन्दा बढी मान्छे बेचिरहेका छन् भन्ने जुन खालको आरोप छ, हुन त यहाँसँग भन्दा पनि विशेष गरेर नेपाल सरकारसँग यो प्रश्न बढी महत्त्वपूर्ण होला। तैपनि जस्तो कन्सल्टेन्सीहरूले ठुलो भोल्युममा पैसा लिएर मतलब चाहिँ 10, 12, 15, 20 लाखसम्म चाहिँ पैसा लिएर विभिन्न किसिमका भिजामा पठाउने होइन हाम्रो मेन पावरहरूलाई अथवा कामदारहरूलाई यहाँ पठाउने जो दक्ष शक्ति अथवा चाहिँ अर्धदक्ष जनशक्ति यस्ता किसिमका होइन एकाडेमिक मेन पावर यस्ता मेन पावरहरूलाई चाहिँ यहाँ पठाउने क्रम चाहिँ तीव्र गतिमा बढिरहेको छ भन्ने छ। त्यसो भएको हुनाले कन्सल्टेन्सी र अथवा राज्यलाई र त्यो सम्बन्धित निकायलाई यहाँको सुझाव र सल्लाह के छ? पहिलो कुरा त अब तपाईँले जुन तरिकाले प्रश्न गर्नुभयो अब म त्यो रूपमा चाहिँ स्वीकार गर्दिनँ। शैक्षिक परामर्श केन्द्रहरू नेपालमा शैक्षिक रूपमा विद्यार्थीहरूलाई गाइड गर्ने विभिन्न देशहरू जापान लगायत देशहरूमा गर्ने सङ्घ संस्था र परामर्श केन्द्रहरूलाई म त्यो रूपमा आरोपित गर्न त चाहन्न। केही समस्याहरू छन् भने नेपाल सरकारले अब यो त नेपालतिरबाट हुने कुरा हो। म त जापानमा छु, जापानको लागि नेपाली राजदूतको रूपमा त यहाँ रहेका दाजुभाइ तथा दिदीबहिनीहरूको समस्या र चुनौतीलाई सम्बोधन समाधान गर्ने मेरो कर्तव्य हो। अब देशभित्र हुने कुरामा सरकारले हेरिरहेको छ, तर त्यो जुन रूपमा तपाईँले प्रस्तुत गर्नुभयो त्यो रूपमा त्यो आरोपलाई त मैले स्वीकार गर्दिनँ। हामी एक किसिमले विद्यार्थीहरूको जापानमा आइरहनुभएका विद्यार्थीहरूको समस्यालाई सम्बोधन गर्नको लागि त्यसलाई समाधान गर्नको लागि नेपाल सरकारलाई हामीले अनुरोध पनि गरेका छौँ, सिफारिस पनि गरेका छौँ। विशेष गरी जापान आउनुहुने नेपाली विद्यार्थीहरूलाई धेरै आकाङ्क्षा महत्त्वाकाङ्क्षाहरू देखाउने कुरा चाहिँ गर्नु भएन भन्ने दृष्टिकोणले र त्यसलाई कसरी व्यवस्थित मर्यादित गर्न सकिन्छ भन्ने कुरामा राजदूतावास एकदमै सचेत छ र नेपाल सरकार मार्फत हामीले सम्बन्धित सङ्घ संस्थाहरूसँग पनि हामी समन्वय गरिरहेका छौँ। हुन्छ डाक्टर साहब, यहाँले निकै महत्त्वपूर्ण समय दिनुभयो। यो समय र समाजका लागि यहाँलाई विशेष विशेष धन्यवाद। अब यहाँलाई पनि धेरै धन्यवाद म व्यक्त गर्न चाहन्छु। हजुरको यो प्रतिष्ठित संस्था मार्फत आफ्ना कुराहरू जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुनाउने अवसर प्रदान गर्नुभएकोमा म लोकमणिजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र आज म यो तोचिकी प्रान्तको उचुनोमिया सहरमा आयोजित नेपाल महोत्सव, यहाँ गैर आवासीय नेपाली सङ्घको क्षेत्रीय समिति लगायत विभिन्न सङ्घ संस्था र समाजहरूको सहकार्य र सहयोगमा जुन यो नेपाल महोत्सवको आयोजना हुँदैछ, म त्यो कार्यक्रमको समुद्घाटन गर्न म यहाँ आएको हुँ। र यो हजुरको यो प्रतिष्ठित संस्था समाचार माध्यम मार्फत म समस्त तोचिकीवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई र समस्त होक्काइडोदेखि ओकिनावासम्म छरिएर रहनुभएका मेरा आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। र आजको यो नेपाल महोत्सव प्रथम नेपाल महोत्सव सफल, सार्थक र अविस्मरणीय हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु। र मैले राजदूतको रूपमा नेपाल र जापान सरकारको बिचमा सम्बन्धलाई सुदृढ गर्ने, अझ सुमधुर बनाउने मात्र नभई जनस्तरको सम्बन्ध अभिवृद्धि गर्ने पनि मैले आफ्नो मेरो योजना र कार्यक्रमको कार्यान्वयन गर्ने सिलसिलामा पनि म आएको हुँ। आजको कार्यक्रमले नेपाल र जापान, नेपाली र जापानी समाज बिचमा रहेको
जनस्तरको सम्बन्धलाई पनि अझ सुदृढ र प्रगाढ तुल्याउन योगदान गर्नेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु। नेपाल जापान सम्बन्ध अमर रहोस्। धन्यवाद। धन्यवाद दर्शक महानुभावहरू, यहाँले हामीलाई हेरेर साथ दिनुभयो। आवश्यक सल्लाह सुझाव र प्रतिक्रिया राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै म पनि यहाँहरू बीच छुट्टिने अनुमति चाहन्छु। हार्दिक नमस्कार।